नमस्कार सम्पूर्णमा। यो चाहिँ DJI Osmo Action 6 क्यामेरा हो। यो भित्र चाहिँ क्यामेरा छ, DJI Osmo Action 6 क्यामेरा। अनि यो चाहिँ इन्हान्स कम्बो। अनि यो चाहिँ बजारमा भर्खरै आएको हो। अनि मैले चाहिँ एमाजोनबाट मगाएको अनि आइ पनि पुगिसकेको छ। र यसभित्र चाहिँ अब यसको त्यसमा त्यो क्यामेरालाई चाहिने एसेसरिजहरू यसको इन्क्लुडेड यो बक्सभित्र के छ म तपाईहरुलाई देखाउँछु। तर क्यामेरा चाहिँ एकदम राम्रो हो। गोप्रोहरु भन्दाखेरि फिचर्सहरु यसको केही अलिक धेरै छ। अनि यो चाहिँ इन्हान्स कम्बो। अब कम्बो पनि अब धेरै किसिमको हुन्छ। साइक्लिङहरु गर्नेलाई भयो, तपाईको स्विमिङ गर्नेलाई, हाइकिङहरु गर्नेलाई, स्ट्रीट ब्लगरहरुलाई विभिन्न किसिमको कम्बो हुन्छ। त्यसकै आधारमा यसको दाम पनि हुन्छ। र म दाम पनि बताउँछु हजुरहरुलाई। तर यो बक्स भित्र चाहिँ अहिले चाहिँ अब यो क्यामेरा मेरो चाहिँ इन्हान्स कम्बो मगाएको। यो बक्स भित्र चाहिँ अब के छ इन्क्लुडेड त्यो खोलेर हेरौँ है त। म देखाउँछु हजुरहरुलाई। बक्स पनि मजाले प्याक गरेको हुन्छ कि भित्र समाज हलिन्छ भनेर यस्तो त्यो बक्स ठुलो भएपछि यो टाइट गर्नको लागि यस्तो कुरा हालेको हुन्छ। यस्तोहरु यो प्याकेज चाहिँ यसलाई बाहिर फ्याल्दिउँ है। अनि यसको त केही छैन, सिर्फ यति छ। यो पनि त राख्नु हैन यसलाई। यो चाहिँ तपाईको DJI Osmo 6 एक्सन क्यामेरा हो यो चाहिँ। अनि यहाँ यस DJI Osmo Action 6 इन्हान्स कम्बो यो इन्हान्स कम्बोमा चाहिँ के आउँछ एसेसरिजहरु चाहिँ यो भित्रै छ। त्यो खोलेर हेरौँ अहिले। यो प्याकेज छ, हुन त खोलेको जस्तो त छैन। अनि तपाईको यो चाहिँ अब भर्सटाइल कम्बो हो। यसको यो लाइफ यसको पानी भित्र चाहिँ अब कति अब यस पानी भित्र 20 मिटर्स पानी भित्र 20 मिटर पानी भित्र गएर भिडियोहरु गर्दाखेरि पानी पस्दैन। यो वाटरप्रुफ हो। अनि तपाईको यो 50 GB यसको बिल्ट स्टोरेज हुन्छ यो एक्सन क्यामेरा भित्रै। तपाईहरुले यो सानो माइक्रो एसडी कार्ड नभए पनि यसले यो 50 GB ले चाहिँ तपाईको 4K भिडियो तपाईले सुट गर्नुभयो भने तपाईको चाहिँ यसले चाहिँ 90 मिनेट्स भनौं अब 1.5 घण्टाको लङ भिडियो चाहिँ यसले होल्ड गरेर राख्न सक्छ। त्यस्तै छ। अनि यसको त्यो डाटा ट्रान्सफरहरु गर्नको लागि चाहिँ तपाईले अब यो क्यामेराबाट चाहिँ तपाईले डाटाहरु ट्रान्सफर गर्न पर्यो भनेदेखि चाहिँ यसले केबलबाट पनि हुन्छ, USB-C टु USB-C केबलबाट। अनि तपाईले डाइरेक्ट ट्रान्सफर गर्न चाहनुहुन्छ भने पनि यो DJI Mimo एप डाउनलोड गर्नुपर्ने हुन्छ। त्यो एपबाट चाहिँ सबै कुराहरु तपाईले गर्न सक्नुहुनेछ। अनि तपाईको यो 1.1 इन्च सेन्सर छ। यसको 1.1 इन्च सेन्सर छ, एकदम राम्रो छ। यो खोलेर हेरौँ है त्यहाँ यसको भित्र के छ यसको इन्हान्स कम्बोमा। यसलाई साइडमा राखौँ। यो DJI Osmo Action 6 कम्बो खोलेर हेर्नु पर्यो है।
एकदम होसियारले खोल्नुपर्ने हुन्छ। यो चाहिँ तपाईँको यो चाहिँ एक्सटेन्सन रड हो, सेल्फ स्टिक मोनोपोर्ट हो। यो मोनोपोर्ट हो। यो 1.5 मिटर भनेपछि तपाईँको 1 मिटर आदि 1.5 मिटरको हुँदो रहेछ। यो चाहिँ लामो मोनोपोर्ट हो। यो चाहिँ लामो मोनोपोर्ट हो। यो चाहिँ त्यो लामो छ। यो मोनोपोर्ट छ यसमा है। यहाँ राखौँ यसलाई। अनि तपाईँको यहाँ चाहिँ फेरि अरू एसेसरिजहरू हैन। यहाँ चाहिँ के छ त तपाईँको हेरौँ है त। यहाँ चाहिँ तपाईँको DJI स्टिकर रहेछ। यो DJI स्टिकर रहेछ। DJI स्टिकर हो यो चाहिँ। यो चाहिँ अब चाइनिज भाषामा अरू भाषामा यो चाहिँ म्यानुअल गाइडहरू रहेछ। म्यानुअल गाइडहरू यो पनि यो चाहिँ इङ्ग्लिसबाट छ तपाईँको म्यानुअल गाइड हो। यो चाहिँ गाइडहरू यो चाहिँ यो क्युआर कोड छ यहाँनिर। एप्सहरू डाउनलोड गर्नु पर्दाखेरि यो क्युआर कोडबाट डाउनलोड गर्दा हुन्छ। अनि के छ भन्दाखेरि चाहिँ यहाँ चाहिँ यो चाहिँ दुईटा उयो रहेछ, क्लिप रहेछ। यो चाहिँ अब त्यो क्यामेरालाई अडाउनु लागि चाहिँ यसो गरेर चाहिँ त्यहाँ अडाउनु पर्ने हुन्छ। एउटा एक्स्ट्रा पनि आएको रहेछ एउटा चाहिँ। यो दुईटा भयो। यो दुईटा भयो। यहाँ राखौँ। अनि के छ भन्दाखेरि अर्को तपाईँको यहाँ रहेछ तपाईँको यो म्याग्नेटिक माउन्ट। यो यहाँ म्याग्नेट छ, यो चुम्बक छ यहाँनिर। चुम्बकले अटोमेटिक त्यहाँनिर पक्रिन्छ। अनि यो यसरी लगाएर चाहिँ यो मोनोपोर्ट यसरी लगाएर चाहिँ त्यो अघिको क्लिप लाउने यसरी यो रहेछ हैन। यो एक्सटेन्सन रड, यो दुईटा क्लिप, यो रहेछ म्याग्नेटिक क्लिप हो। अनि त्यसै गरेर यहाँ पनि त्यो म्याग्नेटिक क्लिप रहेछ एक्स्ट्रा। यो इन्हेन्स कम्बोमा चाहिँ यसरी आउँछ सिङ्गल भन्दाखेरि। यो दुईटा भयो। अनि तपाईँको यहाँ चाहिँ छ तपाईँको यो चाहिँ ब्याट्री चार्जर रहेछ। हजुर यो ब्याट्री दुईटा ब्याट्री छ। दुईटा ब्याट्री छ, दुईटा। यहाँ एउटा छ अनि यहाँ एउटा छ। तर यो तीनटा ब्याट्री जाने यो चार्जर केस रहेछ 1950 AMH को। 1950 AMH को यो ब्याट्री पावरफुल ब्याट्री हुन्छ। अनि तर यो अरू एडभेन्चर कम्बोहरूमा त तीनटा ब्याट्री आउँछ, त्यसको पैसा चाहिँ अलिक बढी पर्छ। यो भयो। त्यसमा यहाँ चाहिँ छ क्यामेरा। यो चाहिँ क्यामेराको हो, यो एक्सन 6।
क्यामेरा हातले छुइसक्दाखेरि चक्र लागिहाल्ने क्या क्यामेरा हो यो चाहिँ एक्सन 6 क्यामेरा ओके क्यामेरा हो यो चाहिँ अब यसलाई चाहिँ ब्याट्री हालेर हेरौँ है कस्तो रहेछ ब्याट्री हाल्ने यहाँ छ सिम कार्ड सानो माइक्रो एसडी कार्ड हाल्ने यहाँ छ यसमै पनि यो क्यामेरामा नि बिल्ड हुन्छ हैन 50 GB स्टोरेज बिल्ड छ यहाँनिर ब्याट्री हालौँ हैन ब्याट्री हाल्यो यो चाहिँ म्याग्नेटिक क्लिप हो यो दुईटा यस्तो गरेर चाहिँ थिचेर चाहिँ यहाँ हाल्नुपर्छ क्विक रिलिज म्याग्नेटिक क्लिप भन्छ यो एकदम अड्कियो यो तान्दा पनि आउँदैन झर्दैन पनि अनि यसलाई यस्तो लगाएर यो स्क्रूले सट्टै टाइट गरिदिने अनि बास भइगयो क्यामेरा ब्लगिङ गर्ने यो भयो अनि यो चाहिँ तपाईको केबल रहेछ है यो चाहिँ तपाईको ब्याट्री चार्जिङ गर्ने यो यहाँ चार्जिङ पोर्ट यहाँ चाहिँ चार्जिङ लगाउने यो चाहिँ ल यति हो सामानहरु आएको चाहिँ सामान चाहिँ के आयो भन्दाखेरि चाहिँ हैन यो ब्याट्री भइगयो यो क्विक रिलिज ग्रिप भयो अनि यो स्क्रु भयो यो दुईटा चाहिँ एक्स्ट्रा आएको अनि यसमा ब्याट्री एउटा एक्स्ट्रा छ एउटा यहाँ हालेको छ अनि त्यो क्यामेरा अनि यो के अरे सेल्फी स्टिक मोनोपोड भनौं न यो चाहिँ मोनोपोड आएको छ बस अनि अब यसको पछाडी चाहिँ हैन अनि अब यसमै नै अडियो छ यसमै अब त्यो माइकको क्यामेरा माइकको काम पनि यसैले गर्छ तर फाल्टो एक्सटर्नल माइक लाउँदा पनि हुन्छ अनि अब यसले अब भिडियो कतिको राम्रो सुट गर्छ हैन अब कतिको यसको क्वालिटी राम्रो छ अनि म तपाईलाई त्यो भिडियो पनि देखाउँछु यसको उयो अपडेट गर्नुपर्छ सबै है त म तपाईलाई म त्यो भिडियोहरुको पनि म देखाउँछु भिडियो कतिको त्यसको भिडियो कतिको चाहिँ अब राम्रो क्वालिटीहरु आउँछ हैन ल यति हो यो इन्हान्स कम्बोमा आउने चाहिँ यो DJI को स्टिकर चाहिँ कता कता टाल्दा हुन्छ DJI ले दिएको हो भन्ने अब DJI को सामान हो भन्ने थाहा हुन्छ यो DJI को स्टिकर यति हो है त अब म यसको भिडियो क्वालिटी देखाउँछु कस्तो हुँदो रहेछ
This is the new DJI Action 6 camera. This one here. So you can see where you're going? Huh? So you can see where you're going? No, it's in the summertime, vlogging. Go to the fishing, make videos and put it in the YouTube, Instagram, Facebook. No, just for the fun. Not money, yeah. Little fun. I'm gonna walk away. Okay. Enjoy. Yeah. नमस्कार साथीहरू, यो चाहिँ DJI Osmo Action 6 इन्हान्स कम्बो हो चाहिँ मैले ल्याएको। अब यो कतिको यो भिडियो चाहिँ यसमा चाहिँ अब राम्रो आउँछ भन्ने एउटा टेस्ट गरेको के अरे हैन, अनि टेस्ट गरेको कतिको भिडियो राम्रो आउँछ त्यही एकचोटि परबाट यसो घुमेर आउँछु है। कतिको सेकी भिडियो छ मैले यो उयो चाहिँ गरेको छु हैन। अहिले चाहिँ मार्चको मार्च अप्रिलको पनि अब अप्रिल पनि जान आँट्यो, अब 8-9 दिन छ। अनि अहिलेसम्म पनि हावा चल्दाखेरि चाहिँ एकदम चिसो हुन्छ, हिउँहरू बिल्लेर गइसके पनि एकदम जाडो चाहिँ जाडै छ। अब उता जुन जुलाई अगस्त चाहिँ एकदमै राम्रो हुन्छ क्या क्यानाडामा चाहिँ, किन भन्दाखेरि चाहिँ अब हरियालीहरू हुन्छ है, जाडो हुँदैन, एकदमै घुम्नुहरू पनि सुक्खा दिन हुन्छ। पानी परे तापनि, पानी त पर्छ अलिअलि त, तर पनि अब एकदमै राम्रो हुन्छ क्या घुम्नु ओर्नुको लागि चाहिँ, अनि राम्रो हुन्छ। विन्टर हो यहाँनिर एकदमै खराब हुने चाहिँ, विन्टर चाहिँ एकदमै खराब हुन्छ विन्टर चाहिँ। समर चाहिँ एकदमै राम्रो, एकदमै दामी हुन्छ। यो भिडियो टेस्टको लागि मात्रै हिँडेको एकछिन होइन, अब सुत्नु पनि पर्ने छ, बेलुका काममा जानुपर्ने छ, अनि त्यही भएर हावा चलेको छ, हल्का जाडो छ, ज्याकेट लाउनु पऱ्यो, क्यानाडा हो। ज्याकेट छोड्यो भनेदेखि त फेरि कतिखेर के हुन्छ थाहै हुन्न कि। त्यस्तै छ। अनि क्यानाडामा चाहिँ अब मान्छेले है क्यानाडा युएस भन्छ, तर क्यानाडामा आएर चाहिँ काम चाहिँ नगरी हुँदैन क्या, एकदमै बिरामी भए पनि काममा जानु पर्यो, अनि कामलाई चाहिँ एकदमै ठुलो मान्यता दिनु पर्यो। अब यो रुखहरूको पनि एकदमै पाउलो आउँदैछ। अब किन भन्दाखेरि अब हिजो अस्तिसम्म नै सिक्रो एकदमै हिउँले खाइसकेको थियो, अहिले फेरि निकै उयो भयो। अहिले चाहिँ लगभग 1.5 मिटर एक्सटेन्सन पोल, एक्सटेन्सन रड तानेको छु कि 1.5 मिटर तानेको छु। कतिको यो रेकर्ड है, कतिको अडियो क्याप्चर गरेको छ त्यो चाहिँ थाहा छैन। तर यो के अरे
यो गोप्रो भन्दाखेरि चाहिँ के हदसम्म चाहिँ राम्रो छ। गोप्रो भन्दा चाहिँ राम्रो छ के हदसम्म। यो DJI Action 6 को चाहिँ गोप्रो हिरो 13 भन्दाखेरि अलिक राम्रो छ के हदसम्म। ल यहाँसम्म मात्रै हिँडेको फर्किने हो यहाँदेखि यता चाहिँ। किनभने यो रुखहरू पुरा सुकेर अहिले यस्तो भइरहेछ। अब पौलिन्छ अब 2 हप्ता 3 हप्तादेखि चाहिँ रुखहरू एकदम पौलिन थाल्छ अनि चाहिँ पुरै हरियो हुन्छ है। गोप्रो पनि अलिकति त ठिकै थियो है, तर गोप्रो भन्दाखेरि चाहिँ यो चाहिँ अब अलिकति DJI Osmo Action 6 मा चाहिँ अलिकति यसको अनि उयोहरू चाहिँ अलिक राम्रो छ भनेका छन् होइन। त्यही पनि अब मैले त आज फर्स्ट टाइम भिडियो गर्दैछु यो बाहिर आउटडोरमा चाहिँ, तर अब यो कस्तो निस्किन्छ भिडियो चाहिँ हेर्नु पऱ्यो अहिले घर गएर। भिडियोको क्वालिटी चाहिँ यस्तो छ तपाईँहरूले चाहिँ भनिदिनुहोस् है। अब भिडियो क्वालिटी चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई होइन। अनि यो डेलाइट सेटिङमा गरेको कतिको स्याकी भएको छ भिडियो चाहिँ। सेकी भएको चाहिँ भिडियो चाहिँ हेर्नुहोस् होइन, कतिको सेकी छ भिडियो, कतिको हल्लिएको छ। मैले स्टेबलाइजर चाहिँ अन गरेको छु। पुरा हावा चलेको छ है। यसमा अडियो चाहिँ त्यति क्लियर आएको छ जस्तो लागेको छैन, कस्तो भएको छ। यो चाहिँ त्यो DJI Osmo Action 6 को यो टेस्ट गरेको हो, कति क्लियर आएको छ इमेजहरू होइन। यसको क्वालिटी भिडियोको क्वालिटी कस्तो छ यसको, अनि के अरे अडियो क्वालिटी कस्तो छ। यसमै पनि अडियो छ तर फाल्टै छुट्टै लाउँदा पनि हुन्छ, तर यसको अडियो चाहिँ कतिको क्लियर छ कतिको राम्रो छ त्यो टेस्टको लागि हो। कतिको सार्प इमेज आएको छ।
पर मोबाइल स्टोरेज हुन्छ क्या नमस्कार साथीहरू अहिले चाहिँ यहाँ गोवालको यो डाउनटाउनबाट अलिकति मास्तिर चर्चतिर लाग्दैछु हैन यो DJI Osmo Action 6 को टेस्ट गरेको कतिको यसको अडियोहरू क्लियर आएको छ त्यो हेर्नको लागि थियो चलिरहेको छ हैन यसको यो अडियो टेस्ट गर्नको लागि मैले ल्याएको यो भर्खर नयाँ ल्याएको हो र अडियो टेस्ट यो चाहिँ गल्फ अन्टारियोको डाउनटाउन हो सानो छ अरू त अटावार जस्तो छैन यो चाहिँ सिटी पनि सानो सिटी हो टाउन सिटी यहाँनिर जताततै फेरि गाडीको भिड छ रेड लाइटमा हिँड्नु पनि पाइँदैन होइन त्यही भएर यसो दायाँ बायाँ अलिक हेरेर हिँड्नु पऱ्यो क्या यहाँ धेरै उठ्नु पर्ने हुन्छ यो मास्तिरको यो माथि चर्चमा जान खोजेको कि यहाँ चर्च छ है यहाँ उयो पनि दिएको रहेछ वेलकम अन सन्डे स्याटरडे 5:15 एन्ड सन्डे 9 बजीदेखि 11 बजीसम्म रहेछ यहाँ
राम्रो छ उताको भ्यूहरू चाहिँ पछाडिको। यसको हैन यो फुटेजहरू कतिको सेकी आउँदैछ। यसको चाहिँ 1.1 इन्च सेन्सर छ। अनि तपाईँको फिचर्सहरू के छ भन्दाखेरि चाहिँ अनि के अरे ल यो DJI Osmo Action 6 क्यामेराले यो भिडियो गरेको। यसमा मैले कुनै पनि एडिट गरेको छैन। यसमा कलर ग्रेडिङहरू केही पनि गरेको छैन। जस्तो क्यामेराले खिच्यो त्यस्तै मैले अपलोड गरेको हो यसमा। अनि तपाईहरुलाई कस्तो लाग्यो यो भिडियो, यसको क्वालिटीहरू, अडियोहरू तपाईहरुले प्लिज कमेन्ट गर्नु होला।